नमस्कार। प्रश्नको लागि धन्यवाद पत्रकारज्यू। मेरो उम्मेदवारी किन र केका लागि भनेर प्रश्न गरिदिनु भएकोमा विशेष गरी मेरो उम्मेदवारी चाहिँ विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले परिभाषित गर्नका लागि हो र मेरो उम्मेदवारी चाहिँ जनता क्याम्पस पूर्णवासमा छ। जनता क्याम्पस पूर्णवासमा म अध्ययन गर्दै गर्दा मैले त्यहाँ विभिन्न किसिमका समस्याहरू देखेँ। विभिन्न किसिमका समस्याहरूमध्ये त्यहाँ प्रमुख समस्या छ न्यून विद्यार्थी संख्या। न्यून विद्यार्थी संख्यालाई चाहिँ हामीले कसरी बढाउन सकिन्छ र त्यसका लागि के पहल गर्न सकिन्छ भन्ने कुरामा चाहिँ मेरो विशेष जोड रहनेछ। त्यसैगरी हाम्रो क्याम्पस सञ्चालन चाहिँ 4 देखि 7 बजेको समयको बीचमा हुने हुनाले चाहिँ हामीले त्यहाँबाट घर फर्किँदा विद्यार्थी साथीहरूलाई अप्ठ्यारो हुने हुँदा बाटामा चाहिँ फ्लड लाइट जडानका लागि पहल पनि गर्नेछौँ। त्यसैगरी पढाइलाई प्रभावकारी बनाउनका लागि क्याम्पस प्रशासनसँग सहकार्य गरेर त्यहाँ भएका विद्यार्थीहरूलाई एउटा सिलेबस पाठ्यक्रममा आधारित मात्र पढाइ नभएर व्यावहारिक जीवनमा लागू हुने सिपमूलक पढाइमा चाहिँ हामी विशेष जोड दिएर पहल गर्नेछौँ। त्यसका साथसाथै हामीले अब हुने क्याम्पसमा हुने मनोमानीलाई पनि रोक्ने कोसिस गर्नेछौँ। किनभने क्याम्पसमा विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालनमा अवरोध गर्ने अराजक तत्त्वहरूलाई पनि हामी एउटा राजनीतिक ढङ्गले वैचारिक ढङ्गले बौद्धिक ढङ्गले परिभाषित गरेर एउटा नयाँ ढङ्गबाट लैजानेछौँ। हामीले कुनै आश्वासन मात्र नभई वास्तविक रूपले नै ग्रासरुट लेभलबाट काम गर्ने तयारीमा छौँ। पहिला पनि हामीले काम गरेकै हो। त्यस विद्यालयमा मैले अध्ययन गर्दै गर्दा सरहरूसँग सहकार्य गरेर लाइब्रेरीमा चाहिँ हामीले थप पुस्तकहरू वितरण गर्यौँ। त्यसका साथसाथै हामीले विद्यालयमा चाहिँ नयाँ भर्ना नहुन सकेका विद्यार्थीहरूलाई चाहिँ हामीले भर्ना अभियानमा मार्फत केही थप विद्यार्थीहरूलाई जोड्यौँ र मसँग तथ्य पनि छ, तथ्याङ्क पनि छ। हाम्रो पूर्णवासको एक्लो क्याम्पस भनेको जनता क्याम्पस पूर्णवास हो। त्यहाँ विद्यार्थी संख्या सक्रिय विद्यार्थी संख्या 128 जना मात्र छन्। ती सक्रिय विद्यार्थी संख्यालाई चाहिँ हामी निरन्तर रूपमा बढाउने कोसिस गरिरहेका छौँ। त्यसका लागि हामीले सर्वप्रथम विज्ञापन गर्नेछौँ। आफ्नो त्यसमा एउटा नयाँ फ्याकल्टी पनि जोड्नेछौँ र एउटा प्राविधिक शिक्षालाई पनि हामी जोड्नेछौँ। किनभने अहिलेको युग भनेको प्राविधिक युग हो, डिजिटल युग हो। विद्यालयमा पनि हामी स्मार्ट व्हाइट बोर्ड लगायत कम्प्युटर ल्याब लगायतका सामग्रीहरू जोडेर विद्यार्थीहरूले साँच्चै नै वास्तविक रूपमा नै त्यहाँ सेवा सुविधाहरू उपभोग गर्न पाउनेछन्। किनभने अहिले उदाहरण दिँदै गर्दा बेलौरी नगरपालिकाको क्याम्पस चाहिँ हाम्रो भन्दा राम्रो देखिने र यहाँका विद्यार्थीहरू पनि बेलौरी गएरै पढ्ने वातावरण किन सिर्जना भयो भन्दा त्यसमा हामी स्वयं विद्यार्थीहरूका साथसाथै त्यहाँ प्रशासनको कमी कमजोरीले गर्दा त्यो सिर्जना भएको छ। त्यसलाई हामी निर्मूलीकरण गर्नका लागि मेरो सोभियु निर्वाचनमा उम्मेदवारी हो। समस्या समाधानका लागि हामीसँग प्रशस्त आधार छ। सर्वप्रथम त म पत्रकारज्यूलाई के कुरा अवगत गराउन चाहन्छु भने जनता क्याम्पस पूर्णवास वडा नम्बर 6 मा अवस्थित छ। सर्वप्रथम वडा नम्बर 6 का वडा अध्यक्षज्यू अनि पूर्णवास नगरपालिकाका मेयर, उपमेयर लगायत प्रदेश सांसद माननीय ज्यू अहिले मन्त्री पनि हुनुभएको छ। उहाँलाई सँगसँगै केन्द्रीय सांसदलाई बोलाएर हामी विद्यालयमा बौद्धिक रूपमा वैचारिक रूपले राजनीतिक छलफल गर्नेछौँ र त्यहाँका समस्याहरूलाई हामीले चाहिँ वास्तविक रूपमा नै बुझाउनेछौँ। उहाँहरूले पनि अवश्य नै बुझ्नुहुन्छ भन्ने आशा गरेको छु र हामी विद्यार्थीहरूले पनि बुझाउनेछौँ र यसका साथसाथै हामीले क्याम्पसको भौतिक विकास अनि भौतिक संरचनादेखि लिएर यातायातका साधनसम्मको लागि चाहिँ हामीले उहाँहरूमा पहल गर्ने हो। किन भनेपछि हामीसँग सोभियुसँग बजेट हुँदैन, क्याम्पस प्रशासनसँग पनि हुँदैन। किनभने यो सबै हुने भनेको जनप्रतिनिधिहरूको हातमा हो। जनप्रतिनिधि भने को हुन् त भन्दाखेरि हाम्रै वडा अध्यक्ष, मेयर, उपमेयर, माननीय प्रदेश सांसदहरू लगायत केन्द्रीय सांसदहरू। हामी चाहिँ उहाँलाई प्रत्यक्ष रूपमा विद्यार्थीहरूसँग नै राखेर विद्यार्थीहरूलाई नै सोभियुको रोबरमा प्रश्न गर्न लगाएर
यहाँका वास्तविक समस्या देखाउने छौँ र यी समस्याहरूलाई समाधान गर्नलाई चाहिँ हामी आफू प्रतिबद्ध भएर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर चाहिँ उहाँहरूलाई त्यहाँ भएका वास्तविक समस्याहरू देखाएर चाहिँ त्यसको समस्या समाधानको निम्ति एकदम अग्रणी स्थान लिएर पहल गर्नेछु र क्याम्पसको समग्राङ्गीण विकासका लागि सदैव तत्पर हुनेछु। निर्वाचित भइसकेपछि अवश्य पनि परिवर्तन ल्याउनेछु। सर्वप्रथम त म के कुरा अवगत गराउन चाहन्छु भने विद्यार्थी साथीहरूमा जुन बेलुका फर्किन गाह्रो हुने विद्यार्थीहरूका लागि वडा अध्यक्ष 11 वडाका वडा अध्यक्षहरूसँग समन्वय गरेर हाम्रो पालिकाका मेयर उपमेयरहरूसँग समन्वय गरेर बेलुका राति फर्किन गाह्रो हुने विद्यार्थीहरूका लागि चाहिँ हामी स्ट्रिट लाइटको व्यवस्था गर्नेछौँ। त्यसै गरी दोस्रो एजेन्डा के छ भनेपछि अहिले लगभग प्राय धेरै विद्यार्थी साथीहरू चाहिँ एउटै उमेर समूहका विद्यार्थीहरू भए तापनि कोही क्याम्पस गएर पढ्ने र कोही कुलतमा फस्ने भएर विद्यार्थी सङ्ख्या कम भइरहेको छ। तिनीहरूलाई चाहिँ हामी जनचेतनामूलक कार्यक्रम मार्फत हामी उहाँहरूलाई चाहिँ क्याम्पसमा भर्ना गर्ने वातावरण सिर्जना गर्नेछौँ। त्यसका साथसाथै अहिले कतिपय विद्यार्थी साथीहरूको पारिवारिक जिम्मेवारी पनि हुन्छ र आर्थिक समस्याका कारणले गर्दा उहाँहरूले काम पनि गर्दै हुनुहुन्छ। उहाँहरूका लागि चाहिँ हामी क्याम्पसमा तत्कालीन रेकर्डेड भिडियोहरूको लागि व्यवस्था गर्नेछौँ। यो यति भयो भने 2 वर्षका लागि एकदमै ठुलो र नौलो परिवर्तन हुनेछ। त्यसका साथसाथै हामीले चाहिँ भौतिक संरचनामा पनि जोड दिनेछौँ र हाम्रा माननीय ज्यूहरूलाई पनि भनेर हामी एउटा यातायातको पनि व्यवस्था गर्ने पहल गर्नेछौँ। अन्तमा म के भन्न चाहन्छु भने सम्पूर्ण विद्यार्थी साथीहरूले बुझिसक्नु भएको छ, किनभने ब्याचलर लेभलको चेतना स्तर त्यो सबैलाई थाहा छ। नेकपा एमालेको भातृ सङ्गठन अनेरा सोब्यू मेरो नेतृत्वमा रहेको हुनाले सोब्यू सभापति पदमा उम्मेदवार म प्रवीण भुलको नेतृत्वमा रहेको अनेरा सोब्यूलाई प्यानल सहित विजय गराइदिनु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछु। धन्यवाद।